भर्खर 20 वर्ष पुग्दैछु र मेरो कपाल फुल्यो भनेर चिन्तित हुनुहुन्छ भने यसका कारण के हुन्छन् र यसको प्रिभेन्ट कसरी गर्न सकिन्छ भन्ने बारेमा यो भिडियोमा भन्नेछु। नम्बर 1, न्यूट्रिशनल डेफिसिएन्सी या पोषण तत्वको कमी। भाइटामिन B12, आइरन, जिंक, कपर, फोलिक एसिड जस्ता न्यूट्रिएन्ट्सको कमी भएको छ भने हाम्रो कपाल चाँडै फुल्न सक्छ। त्यसैकारणले ब्यालेन्स डाइट चाहिँ हामीले खानी गर्नुपर्छ। सधैँ एउटै कुरा मात्रै नखाएर रोटेट गरेर कहिले माछा, मासु, अंडा भने कहिले सागसब्जी, कहिले नट्सहरू जस्ता खानाहरू चाहिँ रोटेट गरेर खानु उपयुक्त हुन्छ। नम्बर 2, स्ट्रेस एन्ड लाइफस्टाइल। तपाईलाई यदि स्ट्रेस छ, कुनै पनि किसिमको मेन्टल या फिजिकल स्ट्रेस छ भने त्यसको हर्मोन्सहरूको कारणले गर्दा हाम्रो कपाल चाँडै फुल्न सक्छ। त्यसैले योगा, मेडिटेसन, एक्सरसाइजको टेक्निकहरू फलो गरेर स्ट्रेसलाई कम गर्नु उचित हुन्छ। त्यस्तै लाइफस्टाइलमा भने हामीले स्मोकिङहरू बढी गरेका छौं र अनहेल्दी लाइफस्टाइल छ भने पनि कपाल चाँडै फुल्न सक्छ। थर्ड पोइन्ट, इन्भाइरोमेन्ट। इन्भाइरोमेन्टमा भने युभी लाइटको एक्सपोजर, पोल्युसनको पनि हाम्रो कपाल फुल्नेमा चाहिँ ठूलो भूमिका रहेको हुन्छ। त्यसैकारणले हामी चाहिँ जोगिनको निम्ति भने हामीले हेयर सिरमहरू चाहिँ लगाउन सक्छौं जुनले चाहिँ युभी लाइटबाट चाहिँ ड्यामेज गर्नबाट या प्रिमच्योर ग्रेइङ हुनुबाट जोगाउन सक्छ।